हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आज हामीले केही सर्ट भिडियो सुट गर्छौँ। सिनेमेटिक भिडियो ट्राई गर्छौँ, सिनेमेटिक भिडियो सुट गरेर। ल हामी तिमीसँग अहिले सोनीको ZV-E1 फुल फ्रेम क्यामेरा हो। अनि हामी तिमीसँग अर्को सिग्माको 2470 2.8 नयाँ खालको हो, भर्जन 2। राइट, अनि सेम टाइम मैले हजुरलाई यो देखाउँछु। यो खास DJI को RS4 हो, ग्याम्बल हो। खास यो सुट हुन्छ हजुरको स्टेबलाइजिङ, हजुरले भिडियो लिनुहुन्छ भने। अलराइट गाइस, अनि क्यामेरा मैले यसमा लाएर ट्राई गर्छु। अनि यो हो हजुरको DJI RS4 ग्याम्बल। ओके, कम्बो ग्याम्बल हो यो। अनि हजुरले सोच्नुभयो होला यो के को लागि युज हुन्छ, खास के को लागि युज हुन्छ। एक्चुअली यो एकदम राम्रो हो, धेरै राम्रो, धेरै सपोर्टर चिज हो यो। कसरी, अब हजुरले कुनै बेलामा हजुरले भिडियो सुट गर्नुहुन्छ, हजुरको हात हल्लिन्छ, त्यति बेला हजुरको फुटेज पनि हल्लिन्छ। भिडियो गर्दाखेरि हाम्रो हात एकदम सेकिङ हुन्छ कुनै बेलामा, त्यो बेलामा अलिक फुटेज राम्रो हुँदैन। सो दिस वान इज भेरी गुड एन्ड भेरी सपोर्टर। सो त्यसको लागि हामीले ब्यालेन्स गर्छौँ, यसमा ट्राई गर्छौँ, यसमा 1 by 1 ब्यालेन्स। ओके, अलराइट। सो मैले सेम थिङ, मैले क्यामेरा यहाँ त हाल्छु अनि हजुरले एकदम ह्यान्ड फ्री हुन्छ मेरो। सो हजुरलाई इजी हुन्छ, देख्नलाई एकदम इजी हुन्छ, त्यति बेला हामीले हेर्छौँ ल। अलराइट, नेक्स्ट भिडियो चाहिँ सेम। अलराइट, ल अब हामीले यसमा यो युज गर्छौँ सिग्माको 2470। अनि हामी तिमीसँग यो सोनीको ZV-E1। अलराइट, ल स्टार्ट गर्छौँ। पहिला यसमा लेन्स हाल्छौँ। ओके, अनबक्सिङ पनि सेम टाइममा हुन्छ। ब्याग राम्रो आउँदो रहेछ, ब्याग यसमा दामी छ ब्याग। So we'll keep aside. दामी छ यसमा। कति दामी देखेको, हेभी, बल्कि दामी देखेछु। सो विल फिक्स। यता यहाँ यो हाल्नुपर्छ, यसकै हो, म अलरेडी निकालिसकेको थिएँ। भिडियो लामो हुन्छ अलि जस्तो लाग्छ मलाई, बट नो प्रब्लम। ओके, सो यो एङ्गल भनेको हजुरले लक गरौँ पहिला, सरी लक। यो एङ्गल भनेको हजुरले रिलको लागि, अनि यो भनेको हजुरले युट्युबको लागि। इन्स्टाग्राम, टिकटक यसरी युज गर्छ। 916 आई थिङ्क इन्स्टाग्राम, टिकटक, अनि 16 युट्युब। द फ्रेम जुन मैले अहिले क्यामेरा युज गरेको छु यो खास मैले युट्युबको लागि। अलराइट, सो हामीले यसलाई चेन्ज गर्छौँ यसमा। ओपन फर यसमा देख्दैन होला हजुरलाई, आई डोन्ट नो, बट आई ट्राई माई बेस्ट लक गर्नु। अनि इम्पोर्टेन्ट लक गर्नुपर्छ यसलाई। ओके ओके, सो अलराइट, सो यसलाई पनि एकदम लक गर्नुपर्छ। लक भयो। अब यहाँबाट स्टार्ट गर्छौँ स्टेप बाई स्टेप। सी, हेर्नु त ब्यालेन्स छैन, यो अहिले ब्यालेन्स छैन, यो कसरी झरेछ। सो 1 by 1 ब्यालेन्स। खास यो प्राइम लेन्समा राम्रो हुन्छ। यो 2470 भनेको हजुरको जुम लेन्स हो, त्यसमा अलिकति राम्रो हुँदैन, किनकि हामीले जुम गर्न पाउँदैन। जुन बेला हजुर जुम गर्नुभयो भने यसको ब्यालेन्स बिग्रिन्छ। त्यही भएर यो खास भनेको प्राइम लेन्समा युज हुन्छ। प्राइम लेन्स भनेको जसरी 50, 35, 24, 16, त्यसमा एकदम बेस्ट हो यो। 2470मा सुट गर्न सक्छ, तर एकचोटि मात्र ब्यालेन्स। जसरी हजुरले फर इक्जाम्पल 24 गर्नुभयो भने 24 mm गर्नुभयो भने 24 को ब्यालेन्समै सुट गर्न पाउँछ। अब 24 मा होइन, मैले जुम गर्छु, अलिकति जुम गरेर सुट गर्छु भने ब्यालेन्स बिग्रिन्छ। 50 मा गर्छु भने ब्यालेन्स बिग्रिन्छ। त्यही भएर डिसाइड 24 or 50 बिफोर यु ब्यालेन्स। ओके, सो हेर्नुहोस्, यो ब्यालेन्स हो। जता मैले स्टप गरेँ भने त्यता यो स्टप हुन्छ, यो ब्यालेन्स हो। है, ब्यालेन्स भइसक्यो। अर्को यसलाई लक गर। हजुरले यसो बाङ्गो गर्नुभयो भने, टेढा गर्नुभयो भने यो सेन्टरमा हुनु पऱ्यो। अहिले सेन्टरमा छैन, धेरै उता गरेँ मैले, अलिकति बढी भयो। हेर्नुहोस्, सेन्टरमा भयो है, यो सेन्टरमा भयो। हेर्नुहोस्, यो सेन्टरमा हुनु पऱ्यो। ओके, सरी यो पनि हो, यो पनि एकदम सेन्टरमा हुनु पऱ्यो। नो प्रब्लम, अलिकति हार्ड छ यो। ओके, यो ब्यालेन्समा छ, अनि यो पनि ब्यालेन्समा छ। अब यसलाई क्यालिब्रेट गर्नुपर्छ। क्यालिब्रेट भनेको बिफोर वी स्टार्ट वी हेभ टु डु क्यालिब्रेसन। म यहाँ देखाउँछु निकालेर। यो क्यालिब्रेसन हुन्छ। अब ट्राई चेक गर्ने। अब हजुरको कुनै पनि ब्यालेन्स मिस्टेक छ भने यसमा क्रस मार्क आउँछ। इन केस मिस्टेक छ भने ब्यालेन्स यसले चेक गर्छ, अटोमेटिकली क्यालिब्रेट गर्छ, चेक गर्छ। अगर यो क्रस मार्क टिक ग्रीन टिक आयो भने यो 100%
सबै चेक गर्छ यसले हेर्नुहोस् सबै यो चेक गर्छ मोटरहरू सब चेक गर्छ ओके लेट्स ट्राई अगेन 20 यो सबै चेक गर्छ हेर्नु यो मोटर चेक गर्छ यहाँ चेक गर्छ यहाँ चेक गर्छ ग्रिन टिक टिक आयो भने एकदम राम्रो छ yes green tick okay so अहिले यसमा हालेर चेक गरौँ ओके सो अहिले हेर्नु यो कस्तो स्मुथ हुन्छ हेर्नुहोस् न पिएफमा सुट गर्नु हेर्नुहोस् यो यस्तो यो हुन्छ नि एकछिन ल वेट एन्ड राइट फर्स्ट बिफोर सेफ्टी फर्स्ट लक गर्नुपर्छ सबै ठाउँ ओके ल हेर्नु अब हेर्नु ल गाइस अब सो यु हेर्नु यसलाई जता घुमायो भने ब्यालेन्स हुन्छ स्टेबलाइजिङ हेर्नु कति दामी छ स्टेबलाइजिङ यसको ओके सी भेरी गुड स्टेबलाइजिङ अब हजुरले यसलाई यसरी सुट गरे पनि भयो अब हामीले सेनमा सुट गर्ने यसमा एकदम दामी स्टेबलाइजिङ हुन्छ हेर्नु ए सपोर्टको ह्यान्डल हो ल हामीले ट्राई गर्छौँ म एक सानो क्लिप ओके अलराइट यसको हामीले एउटा भिडियो लिन्छौँ सेम पछि हजुरलाई म बताउँछु कसरी ल एक मिनट ओके ऐसे खडे रहो ठीक है ऐसे रहो सो मैले अहिले सुट गर्छु धेरै राम्रो छ हजुरले एकदम स्टेबलाइजिङ गर्न सक्नुहुन्छ ओके ओके ब्रदर ठीक है बाद में तुमको दिखाएगा ठीक है एडिट करके ओके थैंक यू जाओ Don't forget me, I'm the ghost you carry in your chest. Every heartbeat puts me to the test. I'm still here, I never really left your side. Don't forget me, I'm the ghost you carry in your chest. Every heartbeat puts me to the test. I'm still here, I never really left your side. Don't forget me, I hear your laughter echo through the dark. You left your promise broken in my heart. Don't let go, the thread that ties us hasn't come apart. ट्रान्सफर गरेर हामीले आफ्नो मोबाइलमा हालेर ब्लगमा हालेर सेभ गर्छौँ अनि हजुरलाई देखाउनेछौँ थ्याङ्क यू भेरी मच